यहाँ आउनुभएका सम्पूर्ण अङ्कल दाजु भाइहरूसँग म केही कुराहरू सोध्न चाहन्छु। उहाँहरू कतिको खुसी हुनुहुन्छ। हजुर म एक्लैबाट हजुर अहिले बाँगेमा छु हजुर। मिटिङ कस्तो लाग्यो? मिटिङ एकदम ठिक छ। हाम्रो पासबुक वितरण कार्यक्रमहरू एकदम सही तरिकाले सम्पन्न हुँदैछ होइन। हजुर हाम्रो सफारी चालक पूर्ण दाइ मसँग म के कुरा गर्न गइरहेको छु। हाम्रो यो मजदुर युनियन सङ्घ भन्ने चाहिँ 3-4 कुरा होइन, एक कुरा पनि बोक्न पाउँदैन हामी यहाँ। हजुरको नाम? टिका खाना हजुरको घर अनि हजुरलाई कस्तो लागेको छ आजको यो हाम्रो बाङ्गे बजारमा? मलाई पनि थाहा भएन। आजको मिटिङ चाहिँ अब आजबाट पासबुकको वितरण हुन्छ, त्यसमा हामी सुरक्षित छौँ। हजुर यो मिटिङमा आबद्ध भएको कति आबद्ध त अगाडिबाटै हो, तर आजबाट चाहिँ नयाँ दर्ता अरू साथीहरूलाई पनि आबद्ध हुनुहोस् भन्न चाहनुहुन्छ होइन? यो हाम्रो बरासेतो नगरपालिकाभरिको साथीहरूलाई नहुने साथीहरूलाई पनि यसमा आबद्ध हुनुहोस्। हाम्रो यस्तो पासबुक आउँछ, तपाईँहरूले बचत गरेको पैसा खेर जाँदैन होइन। यो हाम्रो मुनालचोक सिटी सफारी समितिबाट यो सदस्य पासबुक वितरण भएको छ, यसमा तपाईँलाई कस्तो लागेको छ? एकदम यो भनेको हामी सबैको आवश्यकता हो, इमान्दारिता हो, क्लियर हो, सबैको लागि हुनै पर्थ्यो, भयो, राम्रो भयो, पाइसक्यो। यसमा हामीले बचत गरेको पैसाहरू एकदम क्लियर छ, कसैलाई शङ्का छैन, केही छैन। आफ्नो जति बचत छ क्लियर अर्को खातामा पनि लेखिएको हुन्छ, यसमा पनि लेखिएको हुन्छ र आफूसँग रहने हो। अति नै राम्रो सिस्टम। अनि यो सिटी सफारी समितिमा नजोडिने साथीहरूलाई के भन्न चाहनुहुन्छ? सङ्घमा नजोडिने साथीहरूलाई के भन्नु र, अलिकति समावेश भएरै सबै सिटीवालाहरू एक भएर चल्नुपर्ने हो र यहीँ सङ्घमा छिर्नु होला। यसमा व्यवस्था छ, कानुन छ, हरेक छ। बाहिर जो पनि छन् सङ्घभित्रै बसेर आफ्नो चलाउनु होला भन्न चाहन्छु। हस्, धन्यवाद। तपाईँले अहिले कस्तो लागिरहेको छ यो हाम्रो मुनालचोक सिटी सफारी समितिको मिटिङ चलिरहेको छ अनि आज पासबुक वितरण भयो, यसमा तपाईँलाई कस्तो महसुस भएको छ? ठिकै छ, ठिकै छ, राम्रो छ। मैले पनि पाइसकेको छु। यो चाहिँ हामीले बचत गरेको पैसा यसमा सुरक्षित छ भन्ने प्रमाण हो होइन, हराउँदैन भन्ने प्रमाण होइन त यो। आज हाम्रो बाङ्गेमा स्टार्टिङ भएको छ र सदस्यता पासबुक वितरण भयो। दाजु नमस्कार। अनि यो आज हजुर हाम्रो गाउँठाउँमा चाहिँ नि यस्तो साथीभाइ भेला हुनुभयो, सिटी सफारी चालक साथीहरू, अनि पासबुक पनि वितरण भयो। वितरण भइसक्यो। अब सबै नआउनेहरूलाई चाहिँ अब यहाँनिर फाइन लगाउने भनेपछि हरेक महिना मिटिङमा आउनु भनिरहेछ। मिटिङमा जो आउँदैन अबदेखि त्यसलाई चाहिँ फाइन लगाउने छ, फाइन गर्नुपर्ने है। अनि नआउने साथीहरूलाई के भन्न चाहनुहुन्छ? जस्तो यो साथीहरूलाई अब आज जे भयो अब आजदेखि उपरान्त चाहिँ जो आउँदैन उसलाई चाहिँ 100 रुपियाँ फाइन राख्ने भन्ने सबैसँग भइसकेको छैन तारिक। हुने कुरा चाहिँ हुँदैछ, अहिले सुन्नुपर्छ। हाम्रो आदरणीय दाइ पदम राई हुनुहुन्थ्यो, उहाँले भन्नुभएको छ यो संस्थामा आबद्ध हुनुभएका साथीहरू अर्को मिटिङमा आउनु भएन भने अबदेखि 100 रुपियाँ फाइन लाग्नेछ भनेर भन्नुभएको छ। कृपया फाइनमा नपर्नु होला, समयमै बोलाएको स्थान ठाउँमा आइदिनु होला। प्रत्येक महिनाको शुक्रबार हाम्रो मिटिङ हुन्छ। अब मुनालचोकको बाङ्गेको यो समितिको बैठक भनेको साकेला थानमा हुने पनि यही जानकारी, यही भिडियोबाट जानकारी गराउँदछु सम्पूर्ण साथीहरूलाई।
यस सर। यो चाहिँ मेरो नाम हो र यस संस्थामा म पनि आबद्ध छु। यो शुद्ध मेरो 4 मिटिङ हुन्छ र यसमा सम्पूर्ण साथीहरूसँग जोडिएर बचत गर्न पाउँदा धेरै खुसी छु। कृपया हजुरहरू पनि जोडिनु होला। नजोडिने साथीहरू हुनुहुन्छ भने हामी लगभग 130-35 जना यस संस्थामा आबद्ध छौँ, खुसी छौँ र आजबाट हाम्रो पासबुक आएको छ र यो हाम्रो पासबुक हातमा परेको छ। उयो पनि हो उयो पनि हो। हाम्रो रमाइलो एकदम हाँसिलो खुसिलो दाई हुनुहुन्छ। दाईको नाम के पर्यो? घर मुनालचोक। यसमा आबद्ध हुनुभएको कति भयो? सुरुदेखि नै 4 मिटिङै भइसक्यो। आज हाम्रो यो बरासेत नगरपालिका बाङ्गेमा सुरु भयो। यस्तै छ, अब खुसी सुसी छैन, मन त दुखेको छैन होला नि सबैजना साथीहरू। अब कुनै दिन धनी भयो भने अफिस खडा गरला। यसमा नआउने साथीहरूलाई चाहिँ के भन्नु? यसमा आएर सहभागी भएर आफ्नो मन्तव्य राखिदिनु होला। यो पसिनाले कमाएको धनलाई बचतले सुरक्षित गरौँ, बचतको संस्कारले सुखी समृद्धि भविष्य गरौँ। यो वाक्यलाई सबैले गहिरो मनन गरिदिनु होला र यसरी बचत गर्न मासिक रूपमा आइदिनु होला, समयमा आइदिनु होला, ढिलो नगरिदिनु होला। कतिपय जानकारी नहुनेहरूलाई फोन पनि गरिन्छ र ग्रुप मार्फत पनि हामीले जोडेका छौँ सबैजनालाई। 96 मा जानु। अलिकति 96 मा जानु। हरिकुमार राई नम्बर 96। नमस्कार हजुर। हजुर कहाँबाट आउनुभयो? सेरेचोकबाट। हामीसँग यसरी नै अघि बढौँ। सबैजनालाई यो मिटिङमा आइदिनु भयो सम्पूर्ण साथीहरूलाई धन्यवाद। फेरि भेटौँला अर्को मिटिङमा।